हाई एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, स्यामसङले आफ्नो बजेट एन्ट्री लेभलको स्मार्टफोन स्यामसङ ग्यालेक्सी M17e लाई चाहिँ इन्डियामा लन्च गरिसकेको छ र यो फोन चाहिँ इन्डियामा लगभग नेपाली 22,000 को प्राइस पोइन्टमा लन्च भएको छ। 22,000 को प्राइस अनुसार मोबाइलको स्पेसिफिकेसन कस्तो छ र यो फोन चाहिँ हाम्रो नेपालमा आउँछ कि आउँदैन त्यसको बारेमा हामी अगाडि भिडियोमा डिस्कस गर्नेछौँ। त्यसैले यो भिडियोलाई एकछिन पनि स्किप नगरी अन्त्यसम्म हेर्नु होला र अब चाहिँ तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा तपाईलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्याश र तलपट्टि चाहिँ स्यामसङको ब्रान्डिङ दिएको छ र अगाडिपट्टि तपाईलाई वाटरड्रप नचको डिस्प्ले पाउनुहुनेछ र डिस्प्लेमा चाहिँ ग्लासको प्रोटेक्सन पनि दिएको छ। साथमा यो मोबाइलमा IP54 को रेटिङ पनि दिएको छ। ओभरअलमा डिजाइन र बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा प्राइस अनुसार मोबाइलको डिजाइन र बिल्ड क्वालिटी चाहिँ डिसेन्ट रहेको छ। तपाईलाई मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्ट लेखिदिनु होला। त्यसैगरी डिस्प्लेको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 6.7 इन्चको HD+ IPS LCD प्यानल दिएको छ। इन्ट्रेस्टिङ पार्ट के छ भने तपाईलाई यो डिस्प्लेमा चाहिँ 120 हर्ट्ज को फास्ट रिफ्रेश रेट दिएको छ, यानी कि डिस्प्ले युसेजको लागि चाहिँ एकदमै स्मुथ हुनेवाला छ। र ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 650 निट्सको पिक ब्राइटनेस पाउनुहुनेछ। इन्डोर र आउटडोर भिजिबिलिटीको लागि तपाईलाई यो मोबाइलमा कुनै पनि शिकायत आउने छैन। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा प्राइस अनुसार मोबाइलको डिस्प्ले क्वालिटी चाहिँ राम्रो रहेको छ। त्यसैगरी परफर्मेन्सको बारेमा कुरानु पर्दा यो मोबाइल मिडियाटेक डायमेन्सिटी 6300 चिपसेटको साथमा लन्च भएको छ, जुन चाहिँ 6 न्यानोमिटरमा बनेको चिपसेट हो र यो चाहिँ एउटा 5G चिपसेट पनि हो। साथमा LPDDR4S को र्याम टाइप र UFS 2.2 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब यो चिपसेटको बारेमा कुरानु पर्दा फ्रेन्ड्स, हुन त यो चिपसेट लन्च भएको 5-6 वर्ष भइसकेको छ, तर यो चिपसेट भएको फोनहरू हाम्रो नेपालमा 28-29 हजार को प्राइस पोइन्टमा एभाइलेबल छ। तर यो फोन हाम्रो नेपालमा 24-25 हजार को प्राइस पोइन्टमा आउँछ भने त्यो प्राइस अनुसार मोबाइलमा परफर्मेन्स चाहिँ राम्रो मान्न सकिन्छ। डे टु डे युसेजको लागि र हल्का फुल्का बेसिक गेमहरू खेल्नको लागि तपाईलाई यो मोबाइलमा चाहिँ कुनै पनि शिकायत आउने छैन। त्यसैगरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 16 दिएको छ, जुन चाहिँ One UI 8 मा रन गर्दछ। इन्ट्रेस्टिङ पार्ट के छ भने तपाईलाई यो मोबाइलमा चाहिँ 6 वर्षको एन्ड्रोइड अपडेट पाउनुहुनेछ, यानी कि अपडेट्सको मामलामा तपाईलाई यो मोबाइलमा कुनै पनि शिकायत आउने छैन। साथमा सफ्टवेयर एक्सपिरियन्स पनि डिसेन्ट पाउनुहुनेछ। अब क्यामेराको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर र सेल्फी क्यामेरामा चाहिँ 8 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। दुवै क्यामेराहरूबाट तपाईहरुले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा प्राइस अनुसार मोबाइलको क्यामेरा सेटअप चाहिँ ठिकठाकै रहेको छ। अनि ब्याट्री तपाईलाई यो मोबाइलमा 6000 mAh को बिग ब्याट्री दिएको छ र यो मोबाइलले चाहिँ 25 वाट को चार्जिङ सपोर्ट गर्दछ। र ब्याट्री ब्याकअपको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 1 या 1.5 दिनको ब्याट्री ब्याकअप चाहिँ मजाले पाउनुहुनेछ। प्राइभेसी सेन्सरहरूको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा साइड फिंगरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा 3.5 हेडफोन ज्याक पनि दिएको छ। र स्पिकरको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा सिंगल स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ डिसेन्ट हुनेवाला छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ स्यामसङ ग्यालेक्सी M17e मोबाइलको नेपाली एक्सपेक्ट प्राइसको बारेमा। यो फोन चाहिँ इन्डियामा 4+128GB 13,000 मा लन्च भएको छ र यो प्राइसलाई नेपालीमा कन्भर्ट गर्नु पर्दा लगभग 21,000 जति पर्न जान्छ। यदि यो फोन हाम्रो नेपालमा 23-24 हजार को प्राइस पोइन्टमा लन्च हुन्छ भने मोबाइल चाहिँ राम्रो हुनेवाला छ। तर त्योभन्दा माथिको प्राइसमा लन्च हुन्छ भने म तपाईहरुलाई यो फोन चाहिँ रेकमेन्ड गर्दैन। अब लन्च डेटको बारेमा कुरानु पर्दा अहिले चाहिँ हाम्रो यो मोबाइलको कुनै पनि इन्फर्मेसन मिलेको छैन। यदि इन्फर्मेसन मिल्यो भने हामी तपाईहरुको लागि यो मोबाइलको डेडिकेटेड भिडियो बनाएर आफ्नो च्यानलमा अपलोड गर्नेछौँ। त्यसको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। ल त साथीहरु, यति नै थियो मोबाइलको बारेमा। तपाईलाई यो मोबाइल कस्तो लाग्यो, आफ्नो केही सल्लाह सुझाव भएमा प्लिज एउटा कमेन्ट लेखिदिनु होला। भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरूले हाम्रो च्यानललाई पहिलोपटक हेर्नुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेटिने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।